यदि गंगा मेरो भएन भने म तेरो पनि हुन दिन्न बुझिस कसैको माया लाग्दैन के रे माया लाग्दैन रे मेरो माया नलाग्ने भए त्यो सँग किन बजाएको त मलाई त्यहीसँग जान्ने भएको हुन्थ्यो त मेरो गपु एउटा कुरा सुनिराख भन् कुनै पनि नारीको अस्मितामाथि त्यस्तो नराम्रो क्रियाकलाप हुन्छ भने म हेरेर बस्न सक्दिनँ त्यही भएर तँलाई बचाएको तेरो मायाले होइन कसरी निस्किनु त यार आफूलाई मन पर्ने मान्छे अर्कैसँग लागेपछि के भन्छ यो तेरो पनि यो गाउँमा मन पर्ने केटा छ अरे छ तर त्यसले वास्तै गर्दैन यार को तँलाई त्यो बालै नदिने भन् त गोपाल हेरेको प्रेम देखेको छु खुब आफूलाई चाहिँ मुना गोपालले चाहिँ मदन देख्छ मैले मेरो गोपुलाई मदन सम्झौँ कि राजा सम्झौँ कि तँलाई के को खसखस बुइनी ल पानी खा सानो मालिक नि भुइँमै राखिदिनुहोस् न पानी किन मैले छोको पानी खान हुँदैन र कुरा त्यस्तो होइन सानो मालिक नि कुरा के हो भने मैले छोएको पानी कसैले पनि खान मिल्दैन जात जान्छ अरे तैँले ठिक भनिस् त्यही भएर त हामी गाउँ छोडेर सहर जाउँ भनेको सहरमा त भने जस्तो जागिर पनि पाइन्छ अरे पैसा पनि कमाइन्छ अरे यही गाउँमा बसेर हुन्छ त म त जाँदिनँ पछि के गरी नराम्रो भयो भने न सहरमा बस्नु न गाउँमा आउनु बाबामाले त मार्छन् ठुक्क रित्तो डोको देखाएर आला छिन लगाइदिए मलाई ए काका यसरी हेपेर नबोल्नु मैले तपाईँको के सायद बिगार्दिएँ विक्रम अब हामी यसरी हिँडेर हुँदैन गाउँलेले पनि कुरा काट्न थालिसक्यो घरमा पनि बाबामाले बेगर बेगर भनेर किचिज गरेर मार लगाइसक्यो त्यसो भए एउटा राम्रो केटा खोजेर बिहा गर न त मजाक गरेको नरिसाउ न केही समय कुरा म सबै व्यवस्था मिलाएर तिम्रो बाउसँग हात माग्न आउँछु मिज्यू तपाईँ त यो सात गाउँको काजे यसो 2-4 जना काम गर्ने मान्छे राख्नुपर्छ नि कति 2 जना बुढाबुढी मात्रै दुःख गरिरहेको हजुरले भने जस्तै 2-4 जना कामदार त राख्नुहुन्थ्यो नि के गर्नु 7 गाउँ डुलिसक्यौ एउटा युवा छैनन् गाउँमा गोपाल हेर त तैँले छोको पानी खाएँ मैले मेरो जात गयो बरु मलाई तेरो जातको बना न गोपाल कहाँ गइरहेको म जहाँ गएर आए पनि तँलाई के मतलब ल ल नभन सुन्न मै खान्छस् la 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 la